मेरो पतिदेवलाई म चाहिँ उहाँलाई पतिदेव नै भनेर बोलाउँछु लाइमा पनि हैन अरूले चाहिँ त्यस्तो नराम्रो नसोच्दिनु होला हाम्रो जोडीलाई सबैले माया गर्दिनु होला हैन अब हजुरहरु आइरहे यो सबभन्दा कतै दिन टिक्छ होला र हामी पनि हेरौँ भन्नुहुन्छ त्यस्तो चाहिँ सबैले माया गर्दिनु होला हैन हामीलाई चाहिँ माया गर्दिनु भयो भने हाम्रो चाहिँ हौसला बढ्छ नि त हो किन भन्नुस् त त्यही भएर चाहिँ म पनि सबैले माया गर्ने मान्छे हो अरूले चाहिँ हौसला दिनुपर्ने यो माया होइन माया पनि होइन साथ सपोर्ट दिएर भने के अरूले पनि सबको साथ दिनु पर्यो त्यस्तो भन्न खोजे यो माया पनि बडो राम्रो त्यस्तो भन्न खोजे हैन के मैले स्पेशली केटा चुप लाग्नु यार त्यस्तो भन्न खोजे हैन के मैले चाहिँ यस्तो भने के मैले चाहिँ हाम्रो जोडीलाई सबैले माया गर्दिनु होला है त्यस्तो नराम्रो कमेन्ट चाहिँ नगर्दिनु होला हाम्रो जोडीलाई सबैले माया गर्दिनु होला चाहिँ भन्ला कुरा पनि बिर्सा तपाईहरु भन्ला कुरा पनि बिर्साइदिनुहुन्छ यार दिमाग खराब म चाहिँ उहाँलाई के भन्न चाहन्छु हाम्रो गुरुजीलाई हजुर जे जस्तो भए पनि आफ्नो ठाउँमा सही हुनुहुन्छ ठिक हुनुहुन्छ त्यही भएर चाहिँ दुनियाँको कुरा चाहिँ नसुन्नु होला हैन अनि आफ्नो खुट्टामा उभिनु अगाडि बढ्नु भन्छु त्यही भन्न चाहन्छु हैन धेरै मेरो तर्फबाट हजुरलाई धेरै साथ सपोर्ट छ हैन त्यसको लागि थ्यांक यू सो मच भन्न चाहन्छु सबैजनालाई जस्तैले गर्नुभयो हजुर धन्यवाद थ्यांक यू सो मच